Hey guys, welcome to my channel. म फेरि आज आएको छु न्यू भ्लग लिएर। तर आजको भ्लग यो भ्लग जुन हुनेछ यो स्पेशल हुनेछ किनभने यो हो मेरो फर्स्ट एभर ट्रेकिङ भ्लग। सो टाइटलबाट पनि थाहा भइसक्यो, हामी जाँदैछौँ अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङमा। यस, हामी टोटल 6 जनाको टोली छौँ, तर हामी आफै नै जाने हो विदाउट एनी प्याकेज। सो हामीले चाहिँ यहाँबाट फर्स्ट डे जानको लागि चाहिँ पोखरासम्मको लागि बागलुङको गाडीमा नाइट बसमा हामी ट्राभल गर्दैछौँ। 8 बजेको गाडी हो। सो बस पार्कबाट हामी त्यो गाडी चढ्छौँ र भोलि बिहान 5 बजे चाहिँ हरिचोकमा हामीलाई पुर्याउँछ। यस, अनि हामीले चाहिँ धेरैवटा अन्नपूर्ण जानको लागि चाहिँ धेरैवटा भ्लगहरू हेऱ्यौँ, युट्युबहरू हेऱ्यौँ होइन, आइडियाको लागि। अब आफै जानु परेपछि त अलिकति प्रिपेयर भएरै जानुपर्ने हुन्छ। सो युट्युब भिडियोजहरू हेर्ने, टिकटकहरू भर्खर रिसेन्ट आइरहेको टिकटकहरू हेर्ने होइन, उनीहरूले के क्यारी गरेको थियो एसेसरिजहरूको लागि चाहिँ, एम्युनिटिजहरूको लागि त्यो आइडिया हुन्छ। अनि अर्को भनेको अहिलेको वेदर कस्तो छ त्यसको आइडिया हुन्छ होइन। अनि त्यसपछि होटलहरू बुकिङ्सहरूको लागि आइडिया हुन्छ। सो यस, त्यो सबै चाहिँ मलाई सोसियल मिडियाबाटै थाहा भएको हो र सोसियल मिडिया इज सम हाउ भेरी हेल्पफुल यस्तो कुराहरूको लागि, र हामीलाई पनि धेरै हेल्प भएको छ। सो यस, म गर्दैछु अब प्याकिङ। सो एकदम मैले मेसी हुन्छ भनेर सुरुमै के सामान राख्ने हो नछुटोस् भनेर पनि मिलाएर यहाँ अर्गनाइज गरेर राखिसकेको छु। अब त्यसलाई 1 बाई 1 मैले ट्रेकिङ ब्यागमा राख्नेछु। मैले क्यारी गरेको एसेन्सियल्सहरू चाहिँ फर्स्ट त ट्रेकिङ बुट कम्फर्टेबल आफूलाई हुने खालको एउटा लिनु परिहाल्यो। त्यसपछि आउँछ एउटा पोलर टी सर्ट होइन, अनि त्यसपछि टावेल, स्टिक, अनि एउटा जेगिङ्स, ट्रेकिङ प्यान्ट बाक्लोमा, अनि त्यसपछि एउटा पफर ज्याकेट अथवा डाउन ज्याकेट एउटा चाहिहाल्यो। त्यसपछि थर्मोकोट, अनि त्यसपछि यो इजिली ड्राई हुने पातलो टी सर्टहरू, थिन टी सर्टहरू, त्यसपछि स्किन केयर, अनि त्यसपछि टोइलेटरिजहरू भइहाल्यो। अनि मेडिसिन चाहिन्छ। मेडिसिनमा चाहिँ यो डाइमोक्स ट्याब्लेट एसिटाजोलामाइड 250 mg को एल्टिट्युड सिकनेसको लागि त्यो भइहाल्यो है। अनि त्यसपछि हाइड्रेसनको लागि ORS कम्पलसरी नै हो। ग्रानुला बार अरू प्रोटिन बार जे राखे पनि हुन्छ। अनि मैले चक्लेटको सट्टा चाहिँ मैले चक्लेट बिस्किट्सहरू राखेको छु। सक्स, इनर्स, उलन क्याप्स है, अनि त्यसपछि समर क्याप्स, थर्मस, अनि गक्स, वेस्ट ब्याग र ट्रेकिङ ब्याग त इम्पोर्टेन्ट छँदैछ। यसमा हाम्रो सबै सामान जाने हो। अनि एउटा पावर ब्याङ्क र पातलो विन्ड। अर्को भनेको चाहिँ यो गार्लिक हो है, एल्टिट्युड सिकनेसको लागि, र सोप एन्ड वास है, साबुनलाई काटेर यसरी राखेको छु। द्याट्स इट गाइज। सो यस, मेरो प्याकिङको गर्ने सामानहरू चाहिँ यति नै हो। तर यतिले हेर्दाखेरि थोरै देखिए पनि ब्याग चाहिँ अलमोस्ट फुल नै हुन्छ। सो म चाहिँ अब प्याकिङ गर्छु, फाइनल प्याकिङ। सी यू गाइज इन द इभिनिङ है। कहाँ जान्ला हो? जाँदैछौँ हामी एबिसी। मेरो लास्ट हबी हो नि। ल हेलो भन्दा हाम्रो ट्रेकर्सका ग्याङहरू हाई भनिदिनु त। अँधेरो भयो है। अब हामी गाडी चढ्ने हो यहाँबाट। यो हाम्रो गाडी बस्यौँ हामी गाडीमा फाइनली। ठेगान लगाउनु पर्यो पहिला, अनि छैन खानेकुरा अहिलेलाई केही पनि छैन। यता हाम्रो यात्रा सुरु भयो पोखरासम्मको। 8:30 बजे गाडी चढ्यो। अब आज रातिको यात्रा यही बस्दा हुन्छ। अनि भोलि चाहिँ हामी बिहान हरिचोक पुग्छौँ। इन द मर्निङ। अब हामी चाहिँ झिल्नुको लागि गाडी खोज्दैछौँ यहाँबाट। बिचको बाटोबाट ब्लगमा। हेलो गाइज, वेलकम टु माई ब्लग। र हामी यहाँ गाडी खोज्दैछौँ बिहान 5:30 बजे हरिचोकबाट झिलु जाने। सो यहाँबाट चाहिँ अब जिप खोजेर अनि हामी झिलुतिर लाग्छौँ। सो 7,000 जति भन्छ होला जिपको।
सो हामी चाहिँ अब यहाँबाट जिपबाट निस्किँदैछौँ झिनुतिर 6 बज्छ यहाँबाट निस्किँदा 9 बज्छ हाम्रो झिनु पुग्दा ल हाम्रो झिनुको यात्रा सुरु भयो पोखराको हरिचोकबाट हाम्रो जिप हामीलाई लैजानलाई यहाँबाट 3-3.5 घन्टाको यात्रा झिनुको बज्यो अहिले यहाँको 6 सो हामी 6 जना एउटा जिपमा छौँ जाऊ गाइस हाम्रो यात्रा सुरु भयो जाऊ लुम्ले भनेको थाहा होला नि है मोटो छुने लुम्लेको हावालेमा हामी खाजा खाँदैछौँ ब्रेकफास्ट टाइम हाम्रो र हाम्रो मौसम चाहिँ एकदम क्लियर छ है हिमालहरू त देखिरहेछ बवाल देखिरहेछ तर यहाँ चाहिँ अहिले देखाउन सकिएन उपत्यकामा जस्तो भइरहेछ डाँडा मात्र चलेको हाम्रो जिप यो हो अब यहाँ लुम्लेमा हामी खाजा खाएर अनि फेरि हामी झिनुतिर लाग्ने हो अझै बाँकी छ हाम्रो गाडीको यात्रा स्टेसन 6वटा हो आउँदै होला डोल्पो भाइको आफै आउँछ कि हजुर सेल 6वटा दाइ हामी यहाँ तलतिर लाग्दै त्यो पुल कटेर अनि त्यहाँबाट चाहिँ हाम्रो हिँड्ने जर्नी सुरु हुन्छ छोमरङतिर यहाँ चाहिँ सबै गाडीहरू यहाँसम्म आइपुग्ने ठाउँ हो झिनुको अनि यहाँ सबैजना फ्रेस भएर अब हामी तलतिर लाग्छौँ ल जामा गाइस यहाँबाट निस्कौँ सबैजना छिटो लेट्स गो हामी अब झिनु पुलतिर लाग्दैछौँ गाडीबाट उड्लेर फाइनल्ली प्याकिङ राम्रोसँग गरेर फ्रेस भएर आऊ केटाकेटी हो कता जान्छन् हामी चाहिँ यहाँ अब 10:30 बजे झिनु पुल तर्दैछौँ है गाइस फोटो सेसन हुँदैछ त्योभन्दा अगाडि फोटो सेसनमा को यो हामी चिन्दैनौँ केटोलाई जाम झिनुको पुलमा हामीले खाना चाहिँ छोमरङमा खाने भनेर फोन गरिसक्यौँ अब धेरै छैन महँगो रे थाकेको सबै आएर त्यही पठाउनु 150 हो कि 200 खै त्यस्तै सुनेको मैले हेलो ओके छ नि पानी बन्द थाल्यो अब के गर्नु होला बोतल राखेर फाइनल्ली 2 आवर्स हाइक ट्रेक गरेर हामी छोमरङको प्यानोरामा गेस्ट हाउस आइपुग्यौँ यो हाम्रो छोमरङमा बिहानको खाना खानलाई हामी यहाँ आइपुगेको छौँ अनि यहाँ चाहिँ हामीले फोन गरेर पहिले नै 6 जनाको लागि खाना भनिसकेको थियौँ सो अब यहाँ चाहिँ हामी बसेर खाना खान्छौँ अनि त्यसपछि पानी चाहिँ अझै परि नै रहेको छ हाम्रो साथीहरू आइपुगेको छैन उनीहरूलाई कुरेर अनि त्यसपछि सँगै खाना खाएर हामी फेरि माथि लाग्छौँ त्यसको छोमरङमा तातो लेमन टी कस्तो भयो त भनिदिनु त ल छोमरङसँगको हाम्रो ट्रेकिङ It was literally very pathetic but worth it. लास्ट डे अपिल 2 आवर्स पुरै अपिल हैन त कम्प्लिटली त्यो पनि सिडी मेन भनेको पेशेन्स लेभल चाहिन्छ केही नबोलेको चुपचाप हिँड्नुपर्छ तल माथि खाँदै पानी खाँदै प्रोटिन बार खाँदै बिस्तारै एक स्टेप हिँड्दै गर्यो भने चाहिँ 2 आवरमा बिस्तारै पनि पुगिने रहेछ हामी चाहिँ बिस्तारै हिँड्दाखेरि 2 आवरमा पुग्यौं our welcome drink ल गाइस हाम्रो खाना खाइसकेपछि के 1.5 घण्टा रेस्ट गरेको हामीले छोमरङमा
कति हामी 12:30 बजे पुग्यौँ 2:30 मा अब छमरङबाट माथि लोवर सिन्वा टु अप्पर सिन्वा जाँदैछौँ र हाम्रो पुग्नलाई हामीले राखेको टाइम भनेको 3 आवर्स हो यहाँबाट भनेपछि 3, 4, 5 5:30 देखि 6 बजेसम्म चाहिँ हामी माथि पुग्नुपर्छ अप्पर सिन्वा पानी कन्टिन्यू परिरहेछ यस्तो छ बिजोग रेनकोटले वाकिङ त्यही भइरहेछ अब के हो ओह्रालो आउँछ अरे 1 घन्टा अनि फेरि 1 घन्टा उकालो आउँछ अरे अनि हामी पुग्छौँ अप्पर सिन्वा आजको हाम्रो डेस्टिनेसन आजको लागि स्टप हुने ठाउँ त्यही हो फुल स्टप चाहिँ हामी छोमरङबाट लोवर सिन्वा तल झर्छौँ सरी सब बादल लागेछ हो केही देखिने होइन अहिले त यहाँ चाहिँ एउटा जर्मन बेकरी सप छ पसलहरू छ रेनकोटहरू चाहिएमा अरू केही एक्सेसरिजहरू ट्रेकिङको चाहिएमा अनि त्यो जर्मन सपको रेट लिस्ट चाहिँ यस्तो छ त्यस्तो धेरै महँगो पनि लागेन है मलाई यस्तो हाई अल्टिट्युडमा आएर सो लोवर सिन्वा जानलाई चाहिँ यो तलको बाटो हामी जाँदैछौँ छोमरङबाट यस्तै ओह्रालो झर्दै लोवर सिन्वा पुगिन्छ त्यो देखिएको घरहरू भएको ठाउँ चाहिँ लोवर सिन्वा भन्दैछन् है अहिले चाहिँ रोकियो जस्तो छ है दिदी अलिक कम चाहिँ भएको हो तर रोकिएको चाहिँ होइन निकाल खोल अनि छोमरङबाट तल झर्ने बेला लोवर सिन्वामा यहाँ चेकपोस्ट छ यहाँ चाहिँ हामीले एन्ट्री गर्नुपर्ने हुन्छ आफ्नो ग्रुपको कतिजना आएको छौँ भनेर सो त्यो काम हुँदैछ यहाँ चाहिँ अहिले चिकन बफ पोर्क मिट आइटम्सहरू नट एलाउड ठुलो लाउड म्युजिकहरू नट एलाउड सो दिस इज इट आउँदैछन् पछि यो सब अहिलेको ओह्रालो पछिको उकालो अहिले त रमाइलो लागिरहेछ नि ओह्रालो झर्न सबलाई ल यो चाहिँ छोमरङको स्टुपा गुम्बा आइपुग्यौँ अन द वे टु लोवर सिन्वा ल यो हाम्रो म्याप आयो हामी जाने अन्नपूर्ण बेस क्याम्प यता छोमरङ यता 2170 मा छौँ हामी फाइनली गाइस वेलकम टु एबिसी लोवर सिन्वा जोड्ने हाम्रो पुल हो यो छोमरङलाई लोवर सिन्वासँग कनेक्ट गर्ने लोवर सिन्वामा अब हामी एकछिन बसेर दिस इज लोवर सिन्वा अनि अब यहाँबाट चाहिँ हामी जाँदैछौँ अप्पर सिन्वा लोवर सिन्वा हो यो हामी अघि त्यहाँ थियौँ त्यहाँ माथिबाट हामी यहाँको अब यहाँदेखि चाहिँ लगभग 1 घन्टा छ अप्पर सिन्वा आजको हाम्रो फाइनल डेस्टिनेसन डे 2 को हाम्रो रेस्ट गर्ने ठाउँ हाम्रो होटल त्यहीँ छ ल लाली गुराँस छ पक्क फलेको छ फुलेको छ हाम्रो आजको फुल स्टप चाहिँ डे 2 को सिन्वा 2360 मिटर माथि र हाम्रो होटल यो अगाडिको सेतो घर हामी त अप्पर सिन्वा पुगेर फ्रेस भयौँ नुहाइधुवाइ गऱ्यौँ तातो पानीमा तातो पानीको चाहिँ यहाँ गिजर थियो ग्यास गिजर सो एक्स्ट्रा पे गर्नुपर्ने थियो त्यो एक्स्ट्रा पे हुन्छ ग्यास गिजरको चाहिँ अब हाम्रो बेलुका यहीँ खानपिन डिनर हुन्छ र भोलि ब्रेकफास्ट पनि यहीँ भइसकेपछि अनि हामी माथि देउरालीतिर लाग्छौँ स्काइज सो फाइनल्ली अप्पर सिन्वा पुग्यो कति घन्टा लाग्यो भन्दाखेरि हामीलाई चाहिँ छोमरङबाट हामी 2:30 बजे हिँडेको 2:30 बजे हिँड्दाखेरि लोवर सिन्वा 4:30 बजे
अनि त्यहाँबाट अप्पर सिन्वा चाहिँ 5:30 बजे भने चाहिँ ठ्याक्क 3.5 घन्टा लाग्यो हामीलाई 3 आवर जति लाग्यो अप्पर सिन्वा पुग्न थाक्यो साह्रै उकालो छ छोमरङदेखि पनि अप्पर सिन्वासम्मै उकालो छ सो भोलिदेखि चाहिँ अलि सजिलो छ अरे बाटो हेरौँ कस्तो हुन्छ सो हामी चाहिँ फ्रेस भयौँ नुहाइधुवाइ गऱ्यौँ तातो पानी चाहिँ यहाँ छुट्टै नुहाउनको लागि चाहिँ ग्यास गिजरको पे गर्नुपर्ने रहेछ त्यो पे गरेर अनि हामी चाहिँ फ्रेस भएर अब अहिले बसिरहेको छौँ अब एकछिनमा डिनर हुन्छ त्यही भएर नआएको हामी त हामी सिन्वा यहाँ छौँ अब भोलि हामी पुग्ने भनेको देउराली 3200 मिटर दामी छ दामी यही देखिन्न यसमा त कालै आउँछ एउटा सुरुवाल चाहिँ बोक्नु पर्ने रहेछ मिस्टेक भयो दामी छ दामी यही देखिन्न यसमा त कालै आउँछ हामी चाहिँ आज यहाँ छौँ भोलि चाहिँ हामी यहाँबाट यता अप्पर सिन्वाको डिनर टाइम दिक्क लाग्ने मौसम छ बिहानदेखिको यो भुसुलाएर पानी पर्ने जस्तो मौसम भएर हाम्रो डे 3 को माहौल यस्तो छ हिमाल हेर्न पाउने कि नपाउने हो थाहा छैन है दिदी डे 3 हो आज हाम्रो डे 3 छ अब हाम्रो ब्रेकफास्ट खाने बेला हुन्छ यहाँ सिन्वामा अनि यहाँ हामी ब्रेकफास्ट खाइसकेर फेरि हामी लाग्छौँ आज बाम्बु दोभान हिमालय र फाइनली देउरालीमा चिन्ता होइन मलाई त अब दिक्क नै लागिसक्यो पुरा हुस्सु लागेको देखेर केसा सोचा था केसा हो गया भाइ भन त यो अप्पर सिन्वासम्मको हिँडेको कस्तो भयो तिमी त यसरी हिँड्नेलाई के बाधा गर्नु लाग्छ र खाली तिमी त लाएर हिँड्या हो कस्तो छ ट्रेकिङ रुट कस्तो छ भन ल राम्रै छ पुरै अपिल होइन सिडी हात देखेर कम्मर देखेर सब देखाउँछ त्यो त तिमी नहिँड्ने भएर सो भन ल पहिलो ट्रेक नै भनेको पिलिचो थियो जो मेरो लागि धेरै राम्रो थियो र यो भनेको दोस्रो भयो होइन पहिलो 5000 थियो भनेपछि पहिला 6000 5000 थियो भने चाहिँ अहिले 4000 छ मात्रै हो राम्रै भएन त्यस्तो फिल भएन पहिला जस्तो पहिला त मर्छु जस्तो लाग्यो ब्रेकफास्ट आइपुग्यो हाम्रो नादा ब्लग आउँछ है आउँछ नि बनाउन दिएको चार्ज गर्न दिएको ब्लगहरू नत्र कसरी ब्लग आउँछ भइरहेछ हाम्रो सिन्वाको ब्रेकफास्ट इज रेडी वेदर चाहिँ हाम्रो केही पनि राम्रो छैन यस्तो छ हुस्सु लाएर बिजोग छ त्यसमाथि पानी पर्नलाई रेडी भएर बसेको छ पुरै हुस्सु लागेछ पुरै होइन ल हामी अप्पर सिन्वाबाट माथि हिँड्यौँ बाम्बुतिर हाम्रो 7:30 बजे हामी यहाँबाट हिँड्दैछौँ सो यस सिन्वाको बसाइसक्यो वेदर एकदमै चिसो छ हुस्सु लागेको छ पानी पर्ने जस्तो देखिन्छ है ल सिन्वादेखिको बाम्बुसम्मको बाटो चाहिँ सम्म छ दामी छ बाटो सुई हिँड्दैछौँ हामी त ए ल हो ल हाम्रो सिन्वादेखि बाम्बुको जर्नी चाहिँ अहिलेसम्म दामी छ अरे अहिले ठ्याक्कै ओह्रालो आउँदैन अरे बाम्बु आउँदा आउँदै मात्रै छ ओह्रालो नत्र चाहिँ यस्तै सम्मै हो अरे म्यापमा पनि त्यस्तै नै थियो सो हामी त फटाफट हिँड्दैछौँ खुसीले
मान्छे बढी देखेँ ट्रेल भन्दा। सबैभन्दा सजिलो बाटो हो नि सिम्बुको। त्यसैले हामी उत्रि हिँड्दैछौँ। त्यो ट्रेल थक गए फिर से। दिनुपर्छ भन्ने कुरा चाहिँ यस्तो नदिने होइन बहिनी भइसकेपछि होइन तर फाइनल्ली आज हामीले अलिकति भयो नि हिमाल देख्न पायौँ यहाँबाट। अन द वे टु बाम्बुमा यस्तो छ भ्यू अहिलेको। माछा पुच्छ्यो होइन त यो एम सेपको टेल फिस टेल। 10 seconds. ये खाना ना नहेर्न त्यो क्यामेरामा हेरेर नहेर्न यहीँबाट फोकस गर न यार। पछाडि हेर। फाइनल्ली हामी 2 आवर्समा आइपुग्यौँ अप्पर सिन्वाबाट बाम्बु जुन छ 2145 मिटर एलिभेसनमा। हिजो थियौँ हामी 2340 एलिभेसनमा। सो हामी चाहिँ यहाँ बाम्बुमा केही बेर रेस्ट गरेर अलिअलि खानेकुराहरू आफूसँग ल्याएको खानेकुराहरू खाएर अब यहाँबाट हामी माथि दोभान लाग्दैछौँ। दोभान चाहिँ सायद 2 घन्टामा पुगिन्छ होला हाम्रो स्पिडमा। तर यहाँ चाहिँ यसरी पानी पर्न थालेको छ। अब रेनकोट लाउने अनि त्यसपछि मोबाइल चाहिँ बाहिर ननिकाल्ने। हिजो चार्जै भएन फोन। सो यस अब सिधै दोभानमा भेटिन्छ होला है। यस हाम्रो बाम्बुदेखि अप्पर सिन्वा ए अप्पर बाम्बुदेखि हामी अब दोभान अप्पर दोभान जाँदैछौँ। बाटो चाहिँ यस्तो छ जङ्गलको बिचमा। केजी लिफ अहिलेलाई चाहिँ सिँढी छैन। सो रमाइलो लागिरहेछ सबैलाई। जङ्गलै जङ्गल छ। पानीको खोलाको आवाज छ। दोभान जाने बाटोमा यस्तो ठाउँ पनि आउँछ है। दिदी ल भन्नु त हाम्रो यो दोभान जाने बाटो कस्तो छ? दोभान जाने बाटो त ठिकै हो कम्पेरिटिभ टु उसको के भन्छ झिनुको ओकालो छमरङको ओह्रालो ओकालो है। त्यो हेरेर त यहाँ चाहिँ सम्म छ। बेला बेला हामीलाई सजिलो फिल भइरहेछ कि त्यो चाहिँ पानी चाहिँ रोकियो अहिले। तिमीहरुसँगै त्यो सजिलै आउनु आउनु वेलकम। अहिलेसम्मको सबैभन्दा बेस्ट ट्रेलै होला अन्नपूर्णको यो दोभानको ट्रेल। यहाँ छ हाम्रो हिमाल। सो फाइनल्ली हामी 1 आवर फ्रम बाम्बु को हाइक पछि यहाँ छौँ दोभान। वेलकम टु दोभान 2505 meters elevation. Himalaya 2 hours and then Deorali 4 hours. सुन्नु न दाइ हिमालय टु देउराली 4 hours हो। ए यहाँबाट चाहिँ 4 hours हो।
हामी चाहिँ यहाँ अप्पर दोभानमा यहाँ बसेको छौँ खाना खानलाई। धेरै छैन, दुईटा मात्र रहेछ है अप्पर दोभानमा खाजा खानलाई ठाउँ। बिच्चा केही हुँदैन, सुकाउने अहिले खोलेर। हामी चाहिँ अब 1:30 बजे अप्पर 1:30 बज्यो अप्पर सिन्वाबाट अब हिमालयतिर लाग्दैछौँ। 2 आवर्सको टाइम हो हिमालय पुग्ने। सो अब त्यहाँ पुगिन्छ। यो चाहिँ अस्ति हिम पहिरो गएको ठाउँ, एभरेन्ज गएको ठाउँ हो यो। यस्तो छ अवस्था। यो चाहिँ एभालेन्स गएको ठाउँ, हिम पहिरो गएको ठाउँ। यो सबै आइस है फेरि। सो हामी चाहिँ यहाँ दोभानको शक्तिपीठ आइपुग्यौँ। अनि यहाँ चाहिँ हाम्रो हजार झरना जुन अहिले नदेखे पनि देखिन्छ सिजनको बेलामा। यति धेरै झरना बनेको चाहिँ एउटा झरनाबाट। अनि यसको पनि स्पेसल छ कहानी। हिमालय देख्यो यहाँबाट। हिमालय हिमालयमा पुग्ने बित्तिकै असिना पानीले स्वागत गरेको। हामी 2900 मिटर एलिभेसनमा छौँ र हामी यहाँ 1.5 घन्टामा पुग्यौँ। अप्पर दोभानबाट हामी हिमालय पुग्दा हामीलाई 1.5 घन्टा ठ्याक्कै लाग्यो। मिस्टी आयो हाम्रो, तातो तातो मिस्टी। कति धेरै जाडो भएर चिया खानु पर्यो लुलुले। हिमालयको ओडार भन्ने ठाउँ यहाँसम्म लास्टै ठाडो उकालो छ हिमालयदेखि। सो अब अलिकति उकालो, त्यसपछि चाहिँ अलिक गाह्रो छैन रे देउराली पुग्नु। गाला त पुरै रातै भएछ हो, उकालो चढेर ठाडो उकालो। माई गड, लास्टै ठाडो उकालो। त्यो सक्यो, अब देउराली आउन लाग्यो। यो फेरि अर्को एभालेन्स गएको ठाउँ हो देउराली निजौ। त्यहाँ चाहिँ हाम्रो देउराली र यहाँ गएको छौँ हिम पहिरो अस्ति भर्खरको। सो यस, हामी चाहिँ फाइनल्ली देउराली आयौँ र हामी यहाँ होटलमा छौँ अहिले। यो सबै देखिरहेको चाहिँ जमेको हिउँ हो र पानी चाहिँ कन्टिन्यू परेछ, बिजोग छ। हामी चाहिँ 1.5 घन्टामा हिमालयबाट यहाँ देउराली चाहिँ आइपुग्यौँ। 3200 एलिभेसनमा छ। अहिले बिहानको भ्यू यहाँ देउरालीबाट। अनि हामीले चाहिँ यहाँ रिक्वेस्ट गरेर हाम्रो एक्स्ट्रा लुगा जुन अब अहिले माथि चाहिँदैन त्यो चाहिँ यहीँ छोड्ने कुरा गरेको छौँ। सो नचाहिने लुगाहरू चाहिँ हामीले यहीँ छोड्छौँ अनि फर्किँदा चाहिँ भोलि फेरि यहीँबाट लिएर जान्छौँ। अब हामी 8 बजीसम्म चाहिँ यहाँ देउरालीबाट निस्किन्छौँ एमबिसीलाई। त्यही हो, अब चाहिँ यता माथितिर चाहिँ रुखहरू हुँदैन, सो अक्सिजन लेभल चाहिँ
त्यस्तो मेन्टेन चाहिँ हुँदैन यहाँ पनि खासै मेन्टेन त छैन हाम्रो त्यही हो लेक चाहिँ नलागोस् र हाम्रो पेस पनि अब तल जस्तो चाहिँ अलि हुँदैन माथि हिँड्नलाई सो मोस्टली 3 आवर्स जति त लाग्छ होला एमबिसी पुग्न फाइनल्ली हामी निस्किँदैछौँ अहिले अब अन्नपूर्ण बेस क्याम्पतिर देउरालीबाट 8 बजे यस चिसो छ लास्ट and we are getting closer and closer to embassy 2.5 to 3 hours walk from Deorali दामी देखेछ यार अहिले जति नजिक जाँदैछौँ त्यति राम्रो राम्रो भ्यू हामी हेर्न पाउँदैछौँ on the way to MBC guys हामी आधा बाटो पुगिसक्यौँ एमबिसी को अब आधा घण्टा यहाँबाट अनि हामी पुग्छौँ एमबिसी दामी भ्यू छ आफै खुसी हुन्छ यस्तो राम्रो भ्यू आइरहेछ अहिले यस्तो मजाले खुलेछ न्यू इयर इभ आज खाँची हामी 3 आवर्स को राइड पछि पुग्यौँ माछापुच्छ्रे बेस क्याम्प 3700 मिटर एलिभेसन माछापुच्छ्रे बेस क्याम्प भन्दा अझ अलिकति माथि 15-20 मिनट माथि चाहिँ यता माथि आएर चाहिँ हामी खाना खान्छौँ पुरा लाग्यो हाम्रो खाना खानु ठाउँ एमबिसीमा यता छ पुग्न खानु तपाईँलाई यार 3 आवर्स ठ्याक्कै हिँड्नुपर्छ एमबिसी पुग्न सो यहाँ चाहिँ हाम्रो रेस्क्यु सेन्टर नेपाल अन्नपूर्ण रेस्क्यु सेन्टर एम्बुलेन्सहरू जाँदा लेक लागेकोहरूलाई ट्रमाहरू सबैलाई यहाँबाट रेस्क्यु गर्ने होला सायद एमबिसीमा हामी खाँदैछौँ यहाँ अब गार्लिक सुप खाना हाम्रो रेडी हुँदैछ 15 मिनट जति लाग्छ अरे हेलिकप्टर आज उडेको उडेछ गार्लिक सुप रेडी छ र हाम्रो देउरालदेखि एमबिसीको बाटो कस्तो थियो भनिदिनु त दाइ हाम्रो एमबिसीको सम्मको बाटो कस्तो भनिदिनु ल अहिलेसम्म सब ठिक छ हल्का यो अलि नजिक पुग्दा चाहिँ स्टेपमा रेस्ट लिइराख्नु पर्ने रहेछ हतार गरेर हिँड्नु हुँदैन एटलिस्ट 1 आवर है 1 किलोमिटर ठ्याक्कै 1.5 घण्टा जति लाग्ने रहेछ उकालो हामी 8 बजे हिँडेको 11 बजे आउनलाई स्वासा हुन्छ पानी खाँदै बस्दै आउँदा चाहिँ 1.5 घण्टा लाग्यो सरौरसित जाने के 1 किलोमिटर चाहिँ टोटल चाहिँ देउरालदेखि चाहिँ हामीलाई 3 आवर्स सुरुको बाटो चाहिँ देउरालदेखिको चाहिँ अलि सजिलो छ अनि आधा बाटो चाहिँ ठ्याक्कै अपिल छ बस्ने गरी वेलकम टु एमबिसी गाइस सो हामीले अब एबिसी को लागि जानुपर्ने भनेको चाहिँ उ त्यहाँ माथि हो यो ट्रेल हुँदै तर यो हाइटमा चाहिँ त्यति उकालो चढ्न पनि साह्रै गाह्रो नै हुन्छ यहाँबाट त अझै टाढै छ कड यो हाम्रो
एबिसी र यता छ हाम्रो माछा पुच्छरेको एउटा पुच्छर यो तिखोवाला ल हामी त हिँड्यौँ एमबिसीबाट एबिसी यहाँ अलिअलि स्नोफल जस्तो हुँदैछ के हुन्छ अब थाहा हुन्छ एकछिनमा यस गाइस यो स्नोफलै हो त एबिसी जाने रुट यस्तो छ घाम छ अहिलेलाई एबिसी चाहिँ पुरै बादलले ढाकिसक्यो हावा चल्दैछ यहाँ चाहिँ हाम्रो इन्टरनेसनल टुरिस्टहरूको घुइँचो छ यता हाम्रो नेसनल टुरिस्टहरू आउँदैछन् त्यहाँ सानो एउटा पोखरी छ and the weather is getting clouder and clouder सबैतिर स्नो छ र हाम्रो बेस क्याम्प पनि आइसक्यो अब अलमोस्ट देयर वी आर इन हाफ एन आवर हामी त्यहाँ पुग्छौँ वी आर एक्सपिरियन्सिङ आवर फर्स्ट एभर स्नोफल तर यसमा देखिरहेन अहिले सानसानो सो अझै बाक्लो हुन्छ होला मलाई चाहिँ एउटै कुराको डर थियो यहाँ माथिसम्म आउन भनेको चाहिँ एल्टिट्युड सिकनेसको हो किनभने मेरो पास्ट हिस्ट्री चाहिँ खासै राम्रो छैन बट दिस टाइम त्यस्तो भएन तर मैले प्रिभेन्सन पनि लिइ नै राखेको थिएँ लसुन चाहिँ मैले कन्टिन्यू मुखमा हालेर हिँडि नै राखेको छु लसुन चाहिँ मैले छोडेकै छैन त्यही हो अनि अर्को चाहिँ मैले 1 ट्याब्लेट डाइमोक्स चाहिँ बिहानै खाएको हो एउटा र हाइड्रेसन चाहिँ मेन्टेन गरिराखेको छु ओआरएस त फ्रिक्वेन्टली नै खाइराखेको हो सो दिस इज इट फर द प्रिभेन्सन अफ अल्टिट्युड सिकनेस वेदर यस्तो चिसो हुँदै गएको छ लेट्स होप आज स्नोफल हेर्न पाइन्छ यहाँ स्नोफल चाहिँ भइरहेछ त्यो माथिको स्नोहरू चाहिँ हावाले तल फालिरहेछ र हामी ग्रुपमा 6 जना छौँ 6 जनाकै पेस छुट्टै छ अनि कोही कहिले सँगै हुँदैन जहिले पनि एउटा पोइन्टमा आएर भेट्ने हो सब आफ्नो पेसमा हो कोही अगाडि कोही पछाडि कोही भेट हुँदैन अब हामी 6 जना एकैचोटि माथि बेस क्याम्पमा भेट्छौँ पानी पर्न थाल्यो हामी नजिकै छौँ यहाँबाट लगभग 2-3 मिनट मात्रै बाँकी छ यस्तो हुस्सु लागिरहेछ पानी पर्न थालिसक्यो कोही देखिँदैन यही नजिक पनि हामी देखिरहेको छैनौँ बाटो 200 मिटर डिस्टेन्स पनि अहिले देख्न गाह्रो छ यस्तो हुस्सु लागेको छ 81 यसो त देखिने रहेछ दिदी स्नोफल यसो त देखिने रहेछ स्नोफल यसो देखिन्छ स्नोफल मेरो कालो फर्स्ट टाइम स्नोफल मार्क्स कल एकैछिन स्नोफल जस्तै हुन थाल्यो है सबैभन्दा राम्रो कुरा भनेको हामीलाई एबिसीमा स्नोफलले वेलकम गरेको छ वी मेड इट टु एबिसी दिदी वी मेड इट ये अन्नपूर्ण बेस क्याम्प Welcome to ABC. From the हामीलाई हिउँले वेलकम गरे एबिसीमा
Snowfall. Welcome to ABC. Welcome us to ABC. Welcome all of you to ABC. It's a snowfall. माथि हाल आफ्नो टाउकोमा. Happy New Year. Happy New Year Eve. जाने स्नोफल पछिको अर्को बिहानी यस्तो छ अवस्था. हामीहरू चाहिँ अब यहाँ फोटो खिच्नु हो. एकछिन त्यति वेदर खुला छैन चाहिँ राम्रो रे. नानु मलाई खेल्न मन लाग्यो नि. हामी छौँ साडीमा. रातो साडीमा. We are ABC. Yes guys, एबिसीको बिहानीको चाहिँ भिडियो बनाउन पाइनँ किनभने चार्ज थिएन. फोन चार्ज गर्नलाई त्यहाँ इलेक्ट्रिसिटी पनि एभाइलेबल थिएन. सो त्यो चाहिँ हुन सकेन. तर हामी त्यहाँ पुग्दाखेरि स्नोफल यस्तो दामी भइरहेको थियो. लगभग 5 to 6 आवर्स नै स्नोफल भयो थियो. चिसो एकदमै थियो. र अर्को दिन हामीले बिहान सनराइज चाहिँ हेर्न पाएनौँ है. तर स्नोमा मजाले हामीले फोटोहरू खिच्यौँ. स्नोमा रमाइलो गऱ्यौँ र ब्रेकफास्ट खाएर हामी झऱ्यौँ. सो हामीलाई 2 दिन लाग्यो एबिसीबाट तल झर्न चाहिँ. र एबिसीको ट्रेक हाम्रो एकदमै एडभेन्चरस भयो. पानी पर्ने, असिना पर्यो, स्नोफल भयो है. अनि त्यसपछि वेदर कन्डिसन फ्रिक्वेन्टली चेन्ज भइराख्ने होइन. अनि त्यसपछि अनि होटलहरू पाउला नपाउला भन्ने डर छुट्टै थियो. सो त्यो सबै कुराहरू म्यानेज हुँदै जाँदा चाहिँ हाम्रो एबिसीको ट्रेकलाई हामीले भन्नुपर्दा चाहिँ वी सक्सिड टु एबिसी र त्यसमै खुसी लागिरहेको छ. त्यही हो, हामी 6 जनाको ग्रुप थियौँ. सो रमाइलो गर्दै हामी एबिसीसम्म पुग्यौँ र सेफली हामी एबिसीबाट फर्क्यौँ पनि. सो यस, अहिलेको सिजन एकदमै हाई छ जानको लागि. एकदम सिजन रहेछ जानलाई एबिसी. सो यदि जाँदै हुनुहुन्छ भने चाहिँ पहिल्यै जानलाई पनि बुकिङ गर्नु पर्यो र फर्किँदा तपाईँहरू कहाँ स्टे गर्नुहुन्छ त्यहाँ पनि बुकिङ गर्नुपर्ने हुन्छ. किनभने हामीहरू फर्किँदा चाहिँ एकदमै बस्नको लागि होटलहरू चाहिँ प्याक थियो. हामीले पनि बल्ल तल्ल बुकिङ नगर्दा गर्दै पनि पाउन चाहिँ पायौँ. तर एकदमै अनरिक्वेस्ट पाएको हो. सो मान्छेहरू त्यहाँ टेन्टमा गोठमा पनि सुतिरहेका थिए. सो पहिले प्रिपेयर भएर चाहिँ जानुपर्ने हुन्छ. सो गाइज, यदि राम्ररी हिँड्न सक्नुहुन्छ भने यु क्यान अल्सो गो टु एबिसी विथ यर फ्रेन्ड्स अर फ्यामिली है. आउने विदेशीहरू त लास्टै छन्, धेरै छन् जाने. प्लस नेपाली टुरिस्टहरू पनि त्यत्तिकै छन्. हाम्रो आफ्नै ठाउँ हो, हामीले प्रमोट गर्नुपर्ने हुन्छ. म इजी चाहिँ भन्दिनँ एबिसीलाई, इट्स मोडरेट ट्रेक भन्छु है. किनभने अप हिलहरू एकदमै छ, डाउन हिल पनि त्यत्तिकै छ. प्लस पानी चाहिँ परिरहन्छ बाटोमा होइन. सो वेदर कन्डिसन चाहिँ एकदमै चेन्ज भइ नै रहन्छ एबिसी जाने बेला. सो you can go to ABC with your friends and families. So guys, this is it from my ABC trek. Thank you for watching my vlog. And मैले लास्टमा चाहिँ सबै डिटेलहरू चाहिँ राखिदिएको छु. Thank you.